सर्वप्रथम त नमस्कार, म चाहिँ रोमा ठकुराठी सिभिल इन्जिनियर। म चाहिँ विविध जीवी घिमिरे, म पनि स्ट्रक्चरल इन्जिनियर। हामी चाहिँ आजभन्दा 3 वर्ष जस्तो अगाडि चाहिँ गुडविलमा चाहिँ साथीको थ्रु जसको चाहिँ भिजा आइसकेको थियो पिआरको यतैबाट, त्यो सुनेर चाहिँ आएको थियौँ। अनि आएपछि सुरुमा हामीले प्रवीण सरलाई भेट्यौँ। प्रवीण सरलाई भेटेर चाहिँ हामीलाई थाहा मात्रै थियो नेपालबाट चाहिँ पिआर हुन्छ है भनेर, तर त्यसको लागि के कस्तो डकुमेन्टेसन चाहिन्छ, के कति काम गर्नुपर्छ भन्ने केही पनि थाहा थिएन। अनि प्रवीण सरलाई आएर भेटेर उहाँले चाहिँ हामीलाई जस्ट यस्तो यस्तो हुन्छ भनेर एकदम इजिली प्रोसेसहरू बुझाइदिनु भयो। अनि हामी इन्ट्रेस्टेड भएर त्यसपछि कन्ट्र्याक्ट साइन गरेर गयौँ। मैले सुरुमा चाहिँ नेपालबाट डाइरेक्ट पिआर भन्ने कुरामा चाहिँ म खासै पोजिटिभ चाहिँ थिइनँ। अनि मलाई अरूहरूले चाहिँ ल होइन गर्नु भनेर मलाई भन्दाखेरि पनि मैले सुरुमा चाहिँ नगरेको मान्छे हो। अनि त्यही भएर सुरुमा यहाँ आउँदाखेरि पनि मैले भित्रदेखि चाहिँ त्यस्तो आफू त्यति साह्रै पोजिटिभ चाहिँ थिइनँ। अनि तर जुन अब अलिकति गर्दै गएपछि, जुन अलिकति स्टेप बाई स्टेपहरू काम हुँदै गएपछि चाहिँ अलिकति आफूलाई पोजिटिभ चाहिँ हुँदै गएको थिएँ। तर इनिसियल्ली मलाई आशा भने चाहिँ खासै थिएन। तर बिचमा तर यहाँ आइसकेपछि प्रत्येकचोटि आउँदाखेरि कोही न कोहीको चाहिँ भिजा आइरहेको हुन्थ्यो। अनि त्यो भइसकेपछि झन् अब चाहिँ हाम्रो पनि आउँछ कि भन्दै सोच्दै गयो। अनि अल्टिमेटली तर अरूहरूको भन्दा झन् आफ्नो सोच्यो भन्दा मलाई चाहिँ धेरै नै छिटो आयो। त्यो अलिकति अनएक्सपेक्टेड नै थियो त्यो चाहिँ। हामी चाहिँ जस्ट इन्भिटेसन आए पछाडि चाहिँ लास्ट इयर दसैँतिर हाम्रो इन्भिटेसन आएको थियो। प्रि इन्भाइट आएपछि नै हामी त फाइनल इन्भाइट नै सोचेर बसेको थियौँ। हामीलाई यस पछाडि फाइनल इन्भाइट आउँछ भन्ने पनि थाहा थिएन। अनि सरहरूले चाहिँ हजुरहरूको डकुमेन्ट यो नपुगेको हुनसक्छ, फाइनल इन्भाइट आएको छैन, यो चाहिँ लिएर आउनुहोस् न भनेपछि त्यो डकुमेन्ट बुझाएको लगभग 10-15 डेजमा इन्भाइट आयो फाइनल। अनि भिजा लज गरेपछि त अब अरूको हेर्दाखेरि 2 वर्ष 2.5 वर्ष नै लागिरहेको थियो। हाम्रो पनि त्यस्तै हुन्छ होला जस्तो सोचेको थियौँ। तर फेरि होइन, हजुरहरूलाई चाहिँ एक्स्ट्रा डकुमेन्टेसन मागेको छ है भनेर यताबाट भन्नुभयो। मेडिकल र पुलिस रिपोर्ट मात्रै एक्सपेक्ट गरिरहेको थियौँ हामीले, किनभने अफिसियल सबै बुझाएको भएर। तर अफिसको डकुमेन्ट फेरि माग्दाखेरि चाहिँ आउने वा आउँदैन कि भन्ने भयो थियो। उताबाट जुन सबै डकुमेन्टहरू माग्दाको क्रममा पनि जस डकुमेन्टहरू चाहिँ के पुर्याउने, कसरी पुर्याउने भनेर जो आफूले मेन्टल्ली चाहिँ धेरै नै प्रेसर भएको थियो। तर इच एन्ड एभ्री टाइम म यहाँ ठ्याक्क गुडुङमा आएपछि यहाँ सर म्याडमलाई भेट्ने बित्तिकै उहाँहरूले जुन तरिकाले मलाई काउन्सिलिङ दिनुभयो, आत्तिनु पर्दैन, यो नर्मल हो, हजुरले यो डकुमेन्ट लिएर आउनु भनेर भन्दाखेरि मलाई चाहिँ त्यो एकदमै हेल्पफुल भएको थियो। किनभने आफूलाई जुन सोचेको भन्दा यहाँ आएपछि चाहिँ एकदम रिलिफ नै हुन्थ्यो। किनभने कता जाने के गर्ने सबै गाइड नै गर्नुहुन्थ्यो। ओभरअल मलाई एकदमै ठिक लागेको थियो त्यो पनि। यहाँसम्म पुग्न आउँदाखेरि चाहिँ मलाई सपोर्ट गर्ने अब मेरो वाइफ, उसलाई एकदमै, किनभने उसले नै सुरुमा होइन अब अगाडि नै नबढिकन त हुँदैन भन्ने खाले थियो। मेरो फ्यामिली मेम्बर्सहरू, बाहिर हुनुभएको दाइहरू, इभन मेरो जुन अफिसमा म पहिले काम गरिरहेको थिएँ, यति धेरै अब 6-7 वर्ष अगाडि जाँदाखेरि पनि उहाँहरूले राम्रोसँग कोअपरेट गर्नुभयो। अब किनभने अब जान प्रोसेसको लागि एकचोटि होइन, दुईचोटि होइन, पहिलाको डकुमेन्टहरू खोलेर पनि उहाँहरूले झिझो नमानिकन जताततै मलाई सहयोग गर्ने हुँदै म सबैलाई चाहिँ धन्यवाद भन्न चाहन्छु। Goodwill Consult, Education and Migration Consultant.